Hello and namaste everyone, it's me Sonam Tamang. Welcome back to my channel. So आज मैं आपसे लंच नहीं होता बिल्कुल ऐसे. So by the way, ये चीज़ त्योहार को last day है. So आज से त्योहार को अंतिम. So happy भाइटिका to all of you. जब तुम देश में सारे बसन भाग आज भाई का साथ दिल्ली में मैं लगा कि मैं संपूर्ण family को तरफ से happy भाइटिका मना चाहूँ. So आज से बिहान को 6 बजे रात है मुझे बिहान में ना आज से यहाँ अब last year चिलिमिलीहरु लाग्नु हजुरले देख्नु भएको छ अब यो यता सिधै तिहार पनि सो आज चाहिँ तिहारको लागि चाहिँ आमाले चाहिँ भाइटिकाको लागि चाहिँ सेल बनाउनु भएको छ सो त्यसको अलिकति क्लिप पनि राखिदिन्छ है महंगाई सस्तो भयो तिल Hello and namaste everyone, it's me Sonam Tamang. Welcome back to my channel. So आज मैले हजुरलाई भन्छु न्यू अदर भिडियो लिएर आएको छु. सो भाइ हजुरले टाइटल र थम्बनेल थाहा पाइसक्नु होला. सो यस ह्यापी भाइटिका टु ऑल अफ यु जति पनि देश विदेशमा छरे बस्नु भएको दाजुभाइ तथा दिदीबहिनीलाई मेरो तर्फबाट चाहिँ ह्यापी भाइटिका भन्न चाहन्छु. सो भाइटिकाको टिका चाहिँ यस्तो भएछ है. यहाँ चाहिँ छ दिदीहरुलाई दिनको लागि पैसा. सो मेरो तिहारको लागि चाहिँ भाइटिकाको लागि चाहिँ आउटफिट यस्तो छ है. एक कान्छी लिएर आउनु भएको यो कुर्ता पहिलाको भाइटिकामा. सो मैले चाहिँ यो लगाएँ. सो यहाँ चाहिँ यस्तो छ सिम्पल छ. ह्यापी भाइटिका जेन्सा. सेम टु यु. सो अब चाहिँ म हजुरलाई देखाउँछु मैले कसरी डेकोरेट गरेको छु भनेर. सो 1 2 3 गो. दिदीहरुलाई दिने पैसा. सो ल सबैजनालाई ह्यापी भाइटिका भन्ने. ह्यापी भाइटिका. चाहिँ यसमा चाहिँ दिदीले चाहिँ लाउनु हुँदैन है दिदी हैन.
हाई गर्नु न। सो आमालाई चाहिँ है मैले सालमा और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए।